बङ्गलादेशमा भारतको ग्रिड प्रयोग गरेर 40 मेगावाट एक दिनका लागि विद्युत निर्यात गरेका थियौं। ठीक एक महिना अगाडि गत वर्ष सन् 2024 एक महिना अगाडि विद्युत सम्झौता गरेर विद्युत एक महिना पछाडि निर्यात गरेका थियौं एक महिनाका लागि। किनभने हामी हरेक वर्ष 5 महिना मात्र बर्खायामको बढी भएको विद्युत मात्रै अन्य देशमा भारत बङ्गलादेशमा बिक्री गर्छौं र हिउँदमा हामी आफैलाई चाहिने भएका कारणले बिक्री गर्दैनौं। अहिले भर्खरै हामी भारतको ग्रिड प्रयोग गरेर बङ्गलादेशमा फेरि आज यस वर्ष 5 महिनाका लागि 40 मेगावाट विद्युत निर्यात गरिराखेका छौं र यो यस क्षेत्रमा लाग्ने तमाम व्यवसायीहरूका लागि पनि खुसीको कुरा हो, समृद्धिका लागि पनि खुसीको कुरा हो। यसरी छिमेकी देशहरूमा हाम्रो उत्पादन निर्यात गरेर आयात घटाउन सक्ने प्रमुख क्षेत्र भनेको विद्युत क्षेत्र भएका कारणले यो खुसीको खबर यहाँहरू माझमा राख्न पाउँदा बाँड्न पाउँदा अत्यन्तै खुसी भएको छु।